ल नमस्कार सबैलाई हैन मेरो नाम चाहिँ सुरेश बहादुर अनि यो चाहिँ छोटो मिठो भिडियो आज डे 1 आज बिहान के गर्यो भन्दाखेरि आजको दिनमा के गर्यो सम्बन्धमा र आज म चाहिँ सुरुमा बिहान उठेर मुखसुख धुयो धुइसकेपछि मुखसुख धुइसकेपछि पूजा आजा गरियो हैन मन्दिरमा धूप चढाइयो त्यसपछि अनि अलिक बिहान हुँदै गइसकेपछि माथि छतमा धान सुकाएको थियो त्यो धानलाई धान सुकाउनको लागि त्यो तिरपालमा राखेको थियो त्यो तिरपाललाई हटाएर त्यहाँ धानलाई घाममा सुकाएर अनि सबै त्यो धानलाई चारैतिर फिजायो घाममा पर्ने गरी अनि त्यसपछि म भक्कु लिन ज्याङ्कर गएँ अनि ज्याङ्कर जाँदाखेरि त्यो ठुल्चोरको दिदीलाई भेटेँ ठुल्चोर दिदी घर पुगेँ अनि त्यहाँ गएर भक्कु लिन जान्थ्यो त्यहाँ अनि त्यो दिदीलाई भेटेँ भक्कु अनि रहेछ खान मन थियो हिजो पहिलेदेखि आउँछ भन्दै धेरै भएको थियो जान नपाएको र आज बल्ल समय मिलाएर गयो भक्कुहरू पनि रहेछ अनि त्यहाँ दिदीहरूसँग राम्रै गफ भयो त्यो ठुल्चोर दिदीसँग अनि त्यहाँबाट दिदीले 3-4 जति भक्कु झार्न भन्यो मैले झारेर अनि त्यहाँबाट धोक्रोमा हालेर यहाँ लिएर आइसकेपछि आउँदाखेरि लास्टै गरिम भइसकेको थियो उहाँ ज्याङ्करदेखि घरसम्म आउँदाखेरि अनि आइसकेपछि गरिम भएको कारणले गर्दाखेरि आएर अनि लुगासुगा यसो चेन्ज गरेर अनि नुहाउन गइसकेपछि एक त गरिब पनि थियो त्यहीमाथि जाडो पनि यो जाडो मौसममा त्यही भएर अनि तातो घाममा नुहाइधुवाइ गरेर आइसकेपछि नुहाइधुवाइ गरिसकेपछि अलिअलि कपडाहरू थियो त्यहाँ कपडालाई नि धोइसकेपछि धोएर नुहाइधुवाइ गरेर कपडा पनि धोएर चाहिँ आएर छतमा सुकाउन लग्यो अनि छतमा सुकाउन लाँदाखेरि चाहिँ भक्कु पनि छतमै लगेर एक त कपडाहरू पनि सुकायो राम्रोसँग त्यसपछि भक्कु पनि लगेको हुँदाखेरि त्यो पनि खाइयो खाँदाखेरि त्यो चाहिँ अलिक सानो बरु भर्खर कलिलो भएको हुँदाखेरि चाहिँ अलिकति अमिलो थियो भक्कु अनि त्यसपछि खाइसकेपछि झन्डै दिउँसोको 12-1 बजिसकेको थियो अनि त्यसपछि 1 बजेपछि अनि तातो घाममा बस्दा अनि त्यति भइसकेपछि अनि धान त्यहाँ छतमा अलिकति सुकाइसकेको थियो र अलिकति घाम पनि चर्को लागेको हुँदाखेरि त्यसलाई फेरि पल्टाउनु पर्ने थियो त्यसपछि भक्कु आइसकेपछि धान पुरैतिर पल्टायौँ मतलब के भन्छ यसो हल्का चलाएँ धानलाई अनि त्यसपछि अनि आएर झन् दिउँसोको 2 बजेको थियो त्यसपछि आएर मम्मीले खाना खाइसक्नु भएको थियो एक त मम्मीले खाना बनाइरहनु भइसकेको थियो र त्यतिखेर अगाडि खाइ पनि सक्नु भएको थियो र मेरो खाने पालो थियो म चाहिँ अलिकति नुहाइधुवाइ गर्दाखेरि अलिकति ढिलो भएको कारणले म चाहिँ अलिकति 2 बजेतिर खाना पुगेँ अनि 2 बजेतिर खाना खाइसकेपछि अनि म एकछिन रेस्ट गरेँ अनि रेस्ट गरिसकेपछि अनि अलिकति जाडो भयो त्यसपछि घाम ताप्नु भनेर डाँडामा गयो अनि डाँडा गएपछि यसो याद आयो कि त्यहाँ पानी बिग्रेको थियो हैन त्यो मिलाउनु थियो त्यही भएर पानी मिलाउनको लागि पँधेरामा गइसकेपछि त्यहाँ के भन्छ पँधेरामा यहाँ खानेपानी आउने पँधेरामा जुन मेन पाइप थियो त्यो पाइपमा चाहिँ एउटा सिङ्का अड्याइदिएछ कि कसैले पानी कम आउँछ भनेर अनि त्यहाँ चेक गर्न जाँदाखेरि त्यस्तो भेट्यो अनि त्यसपछि त्यसलाई निकालिसकेपछि फेरि घर आयो अनि हेर्दाखेरि पानी अलिकति ठुलै आयो अनि ठुलो आइसकेपछि अनि घर आएपछि अनि एकछिन फेरि आराम गर्दा 3-4 बजिसकेको थियो अरे उहाँ गएर आउँदाखेरि अनि 3-4 बजिसकेपछि अनि फेरि अलिकति घाम डुबिसकेको थियो डुबिसकेपछि अलिक मौसम चिसो थियो त्यसपछि छतमा गएर त्यो धानहरू झन् चिसो शीतले भिज्छ भनेर त्यसलाई फेरि
के भन्छ त्यसलाई फेरि हल्का चलाएर अनि सुकेको धान एक बोरा जति चाहिँ धान धोक्रोमा हालेर तल ल्याइयो र बाँकी भएकोलाई चाहिँ त्यहीँ तिरपालमा छोपछाप गरेर राखिसकेपछि फेरि आएर अनि त्यति काम गरेको हुँदा अलिकति जिउ कस्तो भइरहेको थियो। त्यसपछि रेस्ट गर्नको लागि आएर फेरि एकछिन मोबाइल चलाउँदै साँझ भइसकेको थियो। साँझ भइसकेपछि अनि म फेरि हात खुट्टा धोएर अनि फेरि त्यो साँझपख मन्दिरमा धुप हाल्छ, त्यही भएर गएर धुपसुप हाल्यो। अनि पाइसकेपछि फेरि बेडमा आएर एकछिन मोबाइल चलाउँदै बसेँ। त्यसपछि साँझ झपक्क भइसकेको थियो, 7 बजिसकेको थियो। त्यसपछि हल्का खानेकुराहरू खाएर अनि मेरो आजको दिन सुतेर दिनचर्या सकियो। हस्त धन्यवाद।